निर्वाचन आयोगले फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ। कार्यतालिका अनुसार मङ्सिर 1 गतेदेखि 10 गतेसम्म दल दर्ताको कार्यक्रम रहेको छ। माघ 2 गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ। त्यस्तै गरी फागुन 3 गतेदेखि 28 गतेसम्म निर्वाचन प्रचार प्रसार हुने र तत्पश्चात प्रचार प्रसार निषेध अवधि रहने। फागुन 21 गते बिहान 7 बजेदेखि बेलुका 5 बजेसम्म मतदान गर्ने कार्यतालिका छ। आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीका लागि मङ्सिर 15 गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पुस 18 र 19 मा बन्दी सूची पेश गर्ने कार्यक्रम छ। निर्वाचनमा दर्ता भएका दलहरूले मात्र भाग लिन पाउने भएकाले कार्तिक 30 गते अगावत दल दर्ताको प्रमाण पत्र सहित लिई अङ्क पनि आयोगले जानकारी दिएको छ। जेनजी आन्दोलन पछि बनेको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपतिबाट संसद विघटनको भएपछि फागुन 21 गते निर्वाचनको मिति तोकिएको थियो।